Very good morning guys. So this is day 2 in Sailung है फेरि मेरो YouTube channel मा हजुरहरुलाई धेरै वेलकम छ and हिजोको day 1 vlog थियो and आज चाहिँ फेरि day 2 को vlog हालिरहेको छु and म फेरि आज हामीहरु सबैजना गइसकेछौं माथि अब हामी मात्र बाँकी छौं सो जाँदै छौं ग्रेट वाल तिर फेरि बिहानको भ्यू हेर्न किनकि अब हुसु त परिसकेको छ आई डोन्ट थिंक सो सनराइज हेर्न पाउँछु भनेर हामीले बट इट्स ओके लेट्स सी हल्का हल्का मधुरो घाम चाहिँ छ के यसरी के यस्तो काला हजुर देख्नुहुन्न होला आई थिंक क्यामेरामा क्याप्चरै हुन्न होला है बट द्याट्स ओके लेट्स सी आई होप सिन राम्रो देखिन्छ कि भनेर हैन ढुम्म चाहिँ नहोस् नत्र भने त फेरि त्यही हिजो कस्तै हुन्छ क्या तर घाम देखिरहेको छु क्या म यहाँबाट सो आई थिंक राम्रै हुन्छ होला सिनहरु क्याप्चर गर्न पाउँछु होला एन्ड लाइक टिकटकहरु अनि यताउतिहरु सबै कुराहरु So let's see and let's go. So welcome to हजुरलाई फेरि मेरो day 2 को YouTube vlog मा है. So yeah, stay tuned to everyone. यो त मलाई स्वर्ग जस्तो फिल भइराछ. यो भ्यू हेर्छु त हजुर. Oh my god. साच्चै भन्दाखेरि चाहिँ हामी गाडीमा आउँदाखेरि कि आई एम फिलिङ लाइक यु नो पाथी भरामा जस्तै भएको थियो क्या गाडीबाट आउँदाखेरि चाहिँ कस्तो खालको भयो थियो भन्दाखेरि ठ्याक्कै हैन ठ्याक्कै गाडीबाट आउँदाखेरि चाहिँ हामी हुन्छ नि बादल माथि माथि भयो जस्तो क्या आफै मान्छेहरु सबै बादल माथि माथि भयो जस्तो फिल भइरहेको थियो क्या सो त्यो मलाई ठ्याक्कै पाथी भराको भाइब याद आइरहेछ एन्ड घाम पनि उदाइरहेछ हेर्नु न उदाइरहेछ बट यस्तो छ क्या सिन ओ माई गॉड पुरा धुवा जस्तो छ एकदमै त यस्तो मौसम साह्रै मनपर्छ तर त्यही हो घरको टाउकोहरु दुखिन्छ कि त्यही भएर मेडिसिनहरु चाहिँ बोकेर आउनुपर्छ लाइक बमिटिङ हुन्छ कसैलाई जिउहरू दुख्छ नि त त्यही भएर सो हजुरहरूले यता मिनी ग्रेट वाल हिजोको डे 1 को भ्लगमा राम्रोसँग देख्नु भएन भने हुस्सुले ढाकेर सो अहिले एकदमै क्लियर छ स्काई पनि वेदर पनि एकदमै क्लियर छ हजुर सबैजना एकदम मजाले हेर्न सक्नुहुन्छ मलाई त हेर्दै आनन्द आउँदैछ सो यस दिस इज द मिनी ग्रेट वाल अफ साइलुङ एन्ड मोस्ट इम्पोर्टेन्ट थिङ हजुरहरूलाई थाहा छ कि छैन होला लेट मी टेल यु है के भन्दाखेरि चाहिँ हिजो चाहिँ बिजोग भएको थियो क्या साँच्ची भन्नुपर्दाखेरि हिजोको मैले पानी पर्दाखेरि फर्केर आउँदाखेरिको मजाले त्यहाँबाट भ्लग बनाउनै पाइएन यस्तो स्पिडमा पानी परेर त होइन रेनकोट पनि लगाएको थियो त्यही भएर यो भगवान्को गुफातिर पसेर पनि फर्किँदाखेरि ला हुसुल ढाक्ला कि भनेर फेरि नदेख्ला नि त त्यही भएर हतार हामीलाई आउनु परेको थियो सो अहिले त एकदमै फेभरेबल छ वेदर पनि ओके गाइस हजुरहरूले सुन्दै हुनुहुन्छ चराचुरुङ्गीको आवाज ओ माई गॉड कस्तो आनन्द आइरहेछ साच्चै भने मलाई कस्तो आनन्द आइरहेछ चराचुरुङ्गीको आवाज सो हामी सैलुङ डाँडा हिजो भर्खर पुग्यो नि त सैलुङको डाँडाको अलिक मुनितिर हामी त्यहीँबाट भ्यूहरू लिनेछौँ त्यो चिसो छ एन्ड हामी त बिहान आएनौँ नि त अनि त्यसपछि के अरे अब चिसो पनि मौसम थियो सनराइज हेर्न पनि पाउँदैन थियो भनेर सो हामी ठिक्कको टाइममा निस्क्यौँ एन्ड बाटो हेर्छु न कस्तो राम्रो छ डाब ड्याम जस्तो जानुभएको छ नि उहाँहरूलाई यो बाटो त्यस्तै याद आउँछन् सैलुङतिरको ल म जति पनि ठाउँहरू घुमेको छु नि अहिलेसम्म होइन हाइकिङहरू गर्दाखेरि ट्राभल गर्दाखेरि वान अफ द प्लेस होइन जुन मलाई रिपिटेड आउन मन लाग्यो जस्तो ल सैलुङ भन्छु म एउटा चाहिँ अनेस्टली भने सैलुङ यति राम्रो छ तर त्यति नै फेरि एक्सपेन्सिभ पनि छ बस्नु पऱ्यो स्टे गर्नु पऱ्यो नि सबैजना होइन ग्रुपमा आएपछि यसरी महँगो पनि पर्छ त्यही भएर वान अफ दि हुन्छ नि फेरि फर्केर आउने खालको मन लाग्ने खालको प्लेस चाहिँ एउटा सैलुङ भन्छु है म चाहिँ अनेस्टली यो बाटो भनेको चाहिँ सैलुङको डाँडा जाने बाटो हो यो बाटो उतापट्टिको बाटो चाहिँ हिजो हामी गएको थियौँ महादेवको गुफा सो आज त जानु परेन हिजो हामी गइसकेको थियौँ नि त सो अहिले चाहिँ हामी सैलुङको डाँडाको अलिक वरतिर गएर भ्लग बनाउने छु अनि टिकटकहरू बनाएर छु सानो हेर्ने रमाइलो गर्ने भ्यू हेरेर आनन्द लिने गर्नेछु एन्ड अहिले चाहिँ एकदमै मान्छेहरू पनि धेरै जाँदै हुनुहुन्छ लाइक सनराइज हेर्नको लागि पनि एन्ड धेरै मान्छेहरू अलिक शीतल पनि हुन्छ नि त
एन्ड वैसे पनि यस्तो जाडो भएर त घाम भएर न्यानो भइरहेको थियो है अहिले चाहिँ सो म अब हजुरलाई त्यो डाँडामा देखाउँछु है सो यहाँको वेदर चाहिँ यस्तो राम्रो छ ये गाइस फाइनली हामी सैलुङको डाँडातिर आइसक्यौँ घाम हेर्छ न ओ माई गॉड डगी ओ माई गॉड अहिले चाहिँ कस्तो उज्यालो देख्न पाइयो कि हिजो त पुरा हुस्सुल ढाकेर केही देखाएको थिएन यो सबै 100वटा पहाडले बनेको अरे त्यही गरेर सैलुङ भनिएको अरे सैलुङको डाँडा आइपुगेँ म त सुतिरहेको छु यहाँदेखिको भ्यू हेर्नुहुन्छ हजुरहरू ओ माई गॉड लुक एट दिस भ्यू यो भ्यू हेरेर हजुर बादलमाथि छु जस्तो लाग्दैन ओ माई गॉड यहाँबाट सिधा हिमाल देखिरहेछ ओ माई गॉड हेर्नुहोस् त आमा म त इम्प्रेस भयो हौ यहाँको सिन देखेर ओ माई गॉड दिस इज सैलुङ गाइज ये ठ्याक्कै मनोकामनाको याद आयो मलाई ताप्लेजुङको ताप्लेजुङको पाथी भएर लुक एट दिस ल हजुरहरू पनि आइसु सैलुङ घुम्नको लागि सो मेरो डे टु ब्लग हजुरहरूलाई कस्तो लाग्यो होला लेट मी नो इन द कमेन्ट्स सो फाइनली मैले यता टिकटकहरू पनि बनाइसकेँ ब्लगहरू सबै एन्ड गरिसकेँ एन्ड त गरेको छुइनँ एन्ड गर्नेवाला छु एन्ड लिटरली यो भ्यू देख्दै हुनुहुन्छ नि सैलुङको 100वटा डाँडाले भरिएको हो सो आजको यो भ्लग चाहिँ एकदमै राम्रो हुने गयो सेकेन्ड डेको पनि फर्स्ट डेको पनि एकदमै राम्रो थियो सो सेकेन्ड डे चाहिँ किन राम्रो भन्दाखेरि यहाँ चाहिँ ओपन छ वेदरहरू कुनै पनि त्यस्तो ढाकेको छैन त्यही भएर चाहिँ यहाँको आजको सिन चाहिँ एकदमै राम्रो आएको छ सो आई होप हजुरलाई मेरो भ्लग मनपर्ने चाहिँ म यो एन्ड यतै गर्न गइरहेको छु सो हेरिदिनु होला इन्जोय गरिदिनु होला प्लिज लाइक सेयर एन्ड कमेन्ट इन माई युट्युब च्यानल इन माई भिडियो सो थ्याङ्क यू सो मच एभ्री वान हेभ अ गुड डे बाई बाई